गाइज वेलकम टु आवर च्यानल प्रिमल घिमिरे अफिसियल। अनि आज चाहिँ हेर्नुहोस् न मेरो ओटिटी आउटफिट अफ द डे होइन। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ थाहा छ तपाईँलाई? आज चाहिँ हामी जाँदैछौँ नगरकोट। ल गाइज आज चाहिँ हामी नगरकोट जाँदैछौँ। कोसँग थाहा छ? हेलो पुगुले त हेर छोला उता उता उतालाई हेरेको हेरेछ। अनि हजुर एक्साइटेड भइसिन्छ पुरै। बाबु तिमी हेर्नु न हाम्रो हिँड्नेमा यस्तो बिजोक हुन्छ नि। पुगली म पनि धेरै एक्साइटेड छु नि त गाइज। म पनि धेरै एक्साइटेड छु मामुसँग। मामुको छोलो हो नि त म भन्दैछु। हेर्नु न फुर्केको यो जानलाई। के पनि गर्दैन के गर्दैन। स्ट्रगल हामी कति दुःख गरेर हिँड्छौँ हेर्नुहोस् न। पोको बसिसकेको। पोको हेर्नु न उहाँ पुगुलु बसिसकेको तिमी। हेर्नु न दुईवटा पार्टनर छोड्न आएका यिनीहरू छोड्न आएका हुन्। अनि स्ट्रगल जारी छ। अर्को ब्याग यो म भरिएको लागि रेडी छ। गाइज बाटोमा के हुन्छ सर्ट भिडियो गर्छु ल। धेरै धेरै त हेर्ने मान्छेलाई पनि दिक्क लाग्दो कस्तो हुन्छ के छ बाटोमा कताबाट जाने मलाई थाहा छैन। अनि म जस्तै थाहा नहुनेहरूलाई चाहिँ थाहा होस् भन्नको लागि हो नि त है। ओके अनि हुन्छ मिस्टर डुडु मेरो हस्बेन्ड। म चाहिँ उहाँलाई मायाले डुडु भन्छु। मेरो छोरो ऊ त पुड्को भन्छु म त्यसलाई। मलाई चाहिँ के भन्नुहुन्छ मायाले? मलाई ढोल भन्नुहुन्छ। बिचरा सु गर्न दिनु सुगर हेर्नुहोस् न यत्रो झोला। आइया मम्मी हातै फुटारियो। यत्रो झोला बोकेर हेर्नुहोस् मलाई कस्तो हिजो टेकी। अनि यो चाहिँ रहेको छ मेरो टोपी होइन। ल होइन यो कानमा लाउँछु नि त घुमाइस्यो न। बाई 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 पुगुलु। 2000 years later. हामीहरू कहाँ आइपुग्यौँ थाहा छ हजुरलाई? अहिले चाहिँ हामीहरू आइपुग्यौँ यो रानी झुला अगाडि आइपुगेको छौँ। यहाँ चाहिँ भाइरल चटपटे रहेछ। हामी पनि केही खाने अब यहाँ पानी खाने के छ सोध्ने। सानो तिमी के खाने? यो त सुकुटी खान्छ। के को सुकुटी छ? हाम्रो पोको चाहिँ यहाँ बसिरहेछ। अनि मेरो चाहिँ हालत कस्तो भइसक्यो नि। म त यस्तो यो अब हिँडेपछि कोही मान्छे कहीँ जानु भयो। गाइज पोकोसँगको ट्राभलमा हेर्नुहोस् हामी चाहिँ पोकोलाई यसरी पानी खुवाउँछौँ। छोड्नु भयो बिचरामा फेन्ट हुन आँटेको छ स्कुटरमा बसेर। पोको चाहिँ अम्लेट आइसकेको छ है। सानो आऊ खानालाई आउँछ हाम्रो पुगुनेको खाना। ल गाइज रानी झुला थियो। ल गाइज हामीहरू चाहिँ हिँड्यौँ अलिअलि खाजा खायौँ। अनि अब हामीहरू हिँड्दैछौँ होइन। अनि यहाँ चाहिँ पुगुले उहाँ छ। पुगुले उहाँ सुसु गर्दै ओर्दै हिँड्दैछ। ल गाइज रानी झुला थियो। ल गाइज हामीहरू चाहिँ हिँड्यौँ अलिअलि खाजा खायौँ। अनि अब हामीहरू हिँड्दैछौँ होइन। अनि यहाँ चाहिँ पुगुले उहाँ छ। पुगुले उहाँ सुसु गर्दै ओर्दै हिँड्दैछ। गाइज हामी चाहिँ फर्स्ट टाइम यसरी पोकोलाई लिएर लङ बाटो होइन केही दिनको लागि भनेर चाहिँ हिँडेको फर्स्ट टाइम हो नि त। अनि कस्तो हुन्छ अनुभव हेर्छौँ होइन। अनि आफूले पालिसकेपछि चाहिँ त्यो थुनै गरेर पानीको गरेर राख्न मलाई चाहिँ हामीलाई चाहिँ मन लाग्दैन नि त। अनि अब म एक्लैले आँट त गरेको थिइनँ होइन। अब अहिले चाहिँ यहाँ हेर्नुहोस्
अब हेर्नुहोस् बा कस्तो राम्रो सुन्नु ल चराको आवाज झर्नाको आवाज अनि त्यो पोकोलाई त्यो हिलोमा नहिँडाइस्यो है खुट्टा फोहोर हुन्छ बिता बिता भन्नु बिता बिता भन्नु सबै जाने ओ माई गड गाइस इन्ट्रेस्टिङ हुन लाग्यो होइन बाँदर र पोकोको भेट हुन आँट्यो आज टिकट गर्न ठाउँ त टिकट गर्नुपर्छ हजुर आयो बाँदर हेर्ने चक्करमा टिकट पनि ल भित्रै घोटोहरूले यी बाख्राले पनि टिकट गर्छन् यी बाख्राले पनि टिकट काट्छन् साँच्ची यसले यसको टिकट गरिदिन्छु टिकट चाहिँदैन पोको तँलाई बाबा यसको त झुला चाहिँ कता छ तल छ अरे झुला चाहिँ हेर्नु न हाम्रो पोको त टिकट लागेन हेर्नुहोस् है अनि अब हामीहरू चाहिँ हाम्रो टुरिस्टहरू पनि आउनु भएको रहेछ पुगुलाई फेरि मान्छे देख्नु हुँदैन नि त पुगुलाई बाबुलाई के किनिदिन्छु चिजबलले फर्स्ट टाइम यसलाई बाबुलाई अब खासै खुवाउँदिनँ नि त अरू बेला खाना दिन्न यस्तै बेला मात्रै हो नि त इट्स ओके नाइस टु मिट यु बेबी ओके तिमी कहाँबाट आएको म त उताबाट आएको यसैले अनि यसले भन्दैछ म माई गड हेर्छु त गाइज यस्तो चाहिँ रहेछ नि त औ यहाँ त खतरा राम्रो रानी झुला अरे ओइ नगर न त्यस्तो बच्चा छ म दिएन त्यसले खान्छ कि आमै कति राम्रो रे कति राम्रो छ गाइज हेर्नुहोस् ल यस्तो बेसम्म देखिँदो रहेछ पापा हेलो हेलो मिलन घिम्रे कसरी हिँडिसकेको हेर्नुहोस् न मेरो पोको कसरी बसिरहेछ मेरो बच्चा यसलाई म बोक्छु डराएछ पोकोहरू आउँदै हुन्छ पोकोले म हेर्दै हिँड्दैछ भ्यू गाई जाने कि हाम्रो त झगडै पऱ्यो पुलमा फोटै नखिच्न दिनु न झर्छ अरे अचम्म छ हौ फोटो खिच्नै दिनु न यार के खालको मान्छे हुनुहुन्छ कस्तो दामी पुल के हेर्नु न हेरेर है म त नअगाउने गाइज हेर्नुहोस् न ओ माई गड असम रहेछ के असम रहेछ 20 रुपियाँ पैसा चाहिँ पैसा असुल रहेछ गाइज 20 रुपियाँ होइन 20 रुपियाँ टिकट असुल छ त्यो चक्करमा 100 रुपियाँको लेज 300-400को खाजा गइसक्यो तर भ्यू भनेको 20 रुपियाँको है यो पैसा असुल छ गाइज आउनुहोस् रानी झुला पनि घुम्नुहोस् नगरकोट भनेर त्यो होटलमा मात्रै कुद्ने होइन कि यसरी घुम्नुपर्छ अरू के छ यहाँ अब यहाँ हुनसक्छ अब हाम्रो दुइटाको हेर मलाई हेर्दैछ अब हेर्नुहोस् ल पिन्दै हिँडिरह फेरि उसलाई केटी भनेर आएको होला केटा हो कि केटा हो के गर्छ गरिहाल्दैन नि तिनीहरूले सुँगासुङ मात्रै गर्ने हो कि छेट भयो बेबी भयो मलाई नि सुसु आयो त्यो पुल हजुरलाई कस्तो लाग्यो दामी है बाबुलाई यता दोकानले चाहिँ पैसा लुटेर छन् बुढो होइन वेलकम नगरकोट आइपुग्यौँ है हामीहरू चाहिँ यो चाहिँ नगरकोट बजार हो होला पिपल बोट आइपुग्यौँ हामी गाउँ कस्तो दामी गाउँ रहेछ यार आएर चाहिँ बस्ने खालकै हो के गर्नु औकातले एक दिन
यहाँ हेर्नु कस्तो राम्रो छ बस्ने माथि नि भ्यू हेर्ने खाने यसोभन्दा बढी कमाउने दोकान चाहिँ यस्तो हो कि त हजुरलाई मलाई पनि खोलिदिन्छु यसो दोकान किन फुटबल खेल्था हो नि गाई त्यो स्तूप पनि रहेछ कि सानो नि राम्रो लाग्यो भाइ मलाई त नगरकोट लामा गाउँ रहेछ यता गाउँ रहेछ नि त जाने ठाउँ लामा गाउँ रहेछ लामा टोल अब उयो गरेर बुझौँला नि अहिले गाई हेर्नुहोस् यहाँ यो त पुरा उयो उयो पनि रहेछ प्राय अरूतिर पहिला पहिलामा उयो दिने देख्थेँ पारिपट्टि पनि यो राज दामी रहेछ यो चाहिँ झन्डा हिँड्ने हो पोकोलाई टुरिस्ट अन्ली अरे नि त यहाँ चाहिँ माथि हेर्नु रिसोर्टहरू त्यो सोल्टी होटल होला माथि त अघि हामीले सोल्टी होटलमा बुक गरेको थियौँ गाइज अब हामीहरू चाहिँ होटल मेबी 4-5 मिनट छ होला अनि के भन्छ हामीले सोल्टी होटल पनि बुक गरिसकेको थियौँ नि त त्यो अब यतापट्टि यो होटल यो होइन अझै 1 किलोमिटर छ कस्तो राम्रो गाउँ पो रहेछ ए बजार पो रहेछ त बेबी मेरो ऊ देखिसक्छ हाम्रो होटल माथि हामी चाहिँ यसरी भन्दैछौँ कि हामीले आफै बनाएको हो तर हामीले पैसा तिरेपछि हाम्रै भयो होइन गाई पनि तपाईँहरू बजार होला नि त्यो होटल हो बाबु ल बाबुले भनेर म क्यामेरा निकालेको निकालेँ गाई त्यो चाहिँ पार्ट 1 हो होटलसम्म पुग्छु नि त्यहाँदेखि त पार्ट 2 आउँछ ल भोलिको आज त अब आजको दिन त त्यही सकिहाल्छ ओए 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 राति खतरा हो दामी यता हिँड्दै नि ओए ओए के छ होटल यो होइन कि हो कि के हो नाम माया फरेस्ट हो यो त हो यही हो माउन्ट भिस्टा यही हो सिरुम यही होटल हो गाई हाम्रो चाहिँ अब ठक्रक्क भन्नुपर्दा चाहिँ पार्किङ यता रहेछ बाइक पार्किङ स्कुटर पार्किङ एन्ड कार पार्किङ हाई बेबी यो हो गाई हाम्रो चाहिँ होटल यहाँ गाई छ नि उयो छ गाइज फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुग्यो पोको पो एक्साइटेड छ उसलाई त हिँडेर आमा किन यस्तो साह्रो यो एक्साइटेड भएको गाइज हेर्नु न कति एक्साइटेड भएको क्या पोको सो एक्साइटेड उसलाई कतिखेर भित्र बस्नु खोज्छ कि पोकोलाई होटल यो छ घरमा भइसक्यो उसलाई नमस्ते